के तपाईलाई थाहा छ इम्बोस नम्बर प्लेटमा भएको यो डिजिटहरूले के डिनोट गर्छ भनेर? सुरुमै नम्बर प्लेटको टपमा भेहिकलको स्टेटको नाम लेखिएको हुन्छ। नम्बर प्लेटको एबिसी भन्ने लेटरले भेहिकल कुन क्याटेगोरीको हो भनेर देखाउँछ। त्यही सँगसँगै भएको दुईटा टाँसिएको लेटरले चाहिँ भेहिकलको लट जनाउँछ। जस्तै यो नम्बर प्लेटमा एभी छ, यसको 10,000 युनिट कटेपछि अर्को लटमा एसी भएर आउँछ। यसरी नै एडी एई हुँदै एजीसम्म पुग्छ। त्यसपछि फेरि अर्को लटमा चाहिँ बीएबाट स्टार्ट हुन्छ र नम्बर प्लेटमा हुने यो डिजिट चाहिँ भेहिकलको नम्बर भइहाल्यो। यो नम्बर प्लेटमा नेपालको फ्ल्याग पनि हुन्छ र यसको तल आरएफआइडी चिप पनि जडान गरिएको हुन्छ, जसले गर्दा भेहिकललाई टाढेबाट आइडेन्टिफाई गर्न पनि सजिलो हुन्छ। सेक्युरिटीको पर्सपेक्टिभबाट हेर्दा यो एकदम राम्रो सिस्टम भए पनि यो सबै भेहिकल्समा इम्प्लिमेन्ट भइसकेको भने छैन। तपाईँले आफ्नो भेहिकलमा कुन नम्बर प्लेट राख्नु भएको छ कमेन्ट डाउन बिलो र यस्तै भिडियो हेर्नको लागि डिप टक्सलाई फलो गर्न भने नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ। लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला।